आज हामीले चर्चा गर्ने विषय छ मधेसी जनताको स्वाधीनताको अथवा देशभक्तिपूर्ण एउटा कदमको। किनकि पहाडिया खस राष्ट्रवाद, खास गरिकन शासकीय राष्ट्रवादले मधेसलाई आफ्नै ठानिराखेको थिएन र अहिले पनि छैन कैयौँ मामिलामा। तर मधेसी जनताले नेपालको स्वाधीनता या देशभक्तिपूर्ण आन्दोलनमा कसरी उनीहरू समावेश भएका थिए भन्ने बारेमा यो प्रसङ्गलाई लुकाउन खोजिएको छ, यो ऐतिहासिक प्रसङ्गलाई लुकाउन खोजिएको छ। सुगौली सन्धि, यसको बारेमा हामी सबैलाई थाहा छ। सन् 1815 को डिसेम्बरमा त्यो सम्झौता भयो, 1816 को मार्चमा लिखितम भयो। टिस्टासम्म, काँकडासम्म, कुमाऊसम्म, गढवालसम्म फैलिएको नेपाल खुम्चियो र आजको नेपाल बन्न पुग्यो। त्यसपछि त्यो सम्झौतापछि ब्रिटिस प्रतिनिधि काठमाडौँमै बस्ने, नेपालमै आएर बस्ने सम्झौता भयो र नेपाल खुम्चियो। त्यति बेलासम्म पनि ख्याल गरौँ, 1816 को सुगौली सन्धिको बेलामा नेपालको आजको तराईको भूभाग, खास गरिकन कपिलवस्तुदेखि मधेससम्मको भूभाग नेपालको थिएन, ब्रिटिसकै थियो। यहाँनिर एउटा पूरक सम्झौता भएको छ कि 1816 को डिसेम्बरमा, र त्यो सम्झौतापछि अहिलेको मधेस त्यो कपिलवस्तुसम्म थियो, लगभग अहिलेको सबै तराईको एउटा ठुलो हिस्सा त्यसपछि मात्रै नेपालको भएको थियो। र त्यो सम्झौता 1816 को सुगौली सन्धिको सम्झौता पछिको पूरक सम्झौता थियो। अब यहाँ कुरा गरौँ त्यो पूरक सम्झौता किन भयो र तराई अथवा अहिलेको मधेस नेपालमा कसरी आयो। यो प्रसङ्गमा जाँदाखेरि खास गरिकन दुईटा तीनटा कुराले गर्दाखेरि, एक, ब्रिटिस अथवा इस्ट इन्डिया कम्पनीले नेपाललाई पेन्सनको नाममा प्रत्येक वर्ष 2 लाख, त्यति बेलाको 2 लाख रुपियाँ तिर्नुपर्ने या उसले दिनुपर्ने थियो। त्यो सम्झौता गरेपछि उसले दिन छोड्यो र दिन नपर्ने सम्झौता त्यहाँनिर भयो। तर तराई नेपालमा आयो पूरक सम्झौतापछि भनेर लेखिन्छ, तर एउटा कुरालाई जहिले पनि लुकाइन्छ, त्यो भनेको सांस्कृतिक रूपमा, भाषिक रूपमा रोटी र बेटीवाला जो सम्बन्ध भनेर भनिन्थ्यो, अवध, मिथिला, भोजपुरा लगायतको क्षेत्रको त्यस्तो खालको सम्बन्ध थियो। त्यो सीमाभन्दा पारी, अहिले बनेको सीमाभन्दा पारी। र त्यो सम्झौतापछि, पूरक सम्झौतापछि अहिलेको मधेस अथवा अहिलेको तराई नेपालमा आयो र त्यति बेला एउटा मत सर्वेक्षण गरिएको थियो कि मधेसी जनताहरू, अहिलेको मधेसी जनताहरू कहाँ बस्ने, नेपालमा बस्ने कि भारतमा बस्ने। यो मत सम्झौतामा त्यति बेला त्यहाँको जनताको प्रतिनिधिहरू सामन्तहरू अथवा जमिनदारहरू थिए, अथवा त्यहाँका नेताहरू थिए, नायकीहरू थिए। र उनीहरूले हामी नेपालमा बस्छौँ भने र त्यसपछि त्यो भूभाग नेपालमा आयो र अहिले अन्नको भकारीको रूपमा जसरी चर्चा गरिन्छ, त्यो अन्नको भकारीको रूपमा भएको मधेस या तराई नेपालको हुन पायो। यहाँनिर यो प्रसङ्गलाई इतिहासमा हाइड गर्न खोजिन्छ कि मधेसी जनताले नेपाल छनौट गरे भनेर। त्यसकारण यो ऐतिहासिकतालाई हामीले बुझ्न जरुरी छ र तराईका जनताले नेपालको देशभक्तिपूर्ण अभियानमा कसरी आजभन्दा 200 वर्ष अगाडिदेखि नै सरिक रहेछन् भन्ने कुरा देखाउन सकिन्छ। एउटा दोस्रो प्रसङ्ग छ कि 1823 को सम्झौता। 1823 को सम्झौतामा त्यो गुमेको भूभाग नेपाललाई फिर्ता गर्ने सम्झौता भएको थियो। ग्रेटर नेपालको पनि अभियान चर्चा या चल्ने गरेको छ। खास गरिकन त्यसको एउटा कारण थियो कि ब्रिटिस अथवा इस्ट इन्डिया कम्पनीलाई ठुलो सङ्कट परेको थियो र उसलाई नेपालका गोर्खाली सेनाहरू चाहिएको थियो र त्यो सेना दिन्छन् भन्ने आशामा उसले यो सम्झौता गरेको थियो, तर यो पछि लागू भएन। त्यसपछि अर्को एउटा सम्झौता भएको छ 1865 मा। खास गरिकन 1857 मा इस्ट इन्डिया कम्पनीमा ठुलो विद्रोह भएको छ। मङ्गल पाण्डे भन्ने एउटा मुभी छ, सिनेमा छ अनिल कपुरको, झाँसी की रानी भन्ने छ। त्यो ब्रिटिस सेनाभित्र भएको विद्रोहको बिम्बको रूपमा दुईटा सिनेमालाई हामी हेर्न सक्छौँ। त्यो विद्रोहलाई हेर्न सक्छौँ, त्यहाँको सेनाभित्र, त्यहाँको जनताभित्र विद्रोह भएको थियो। अब त्यो विद्रोहलाई जसरी पनि दबाउनु पर्ने थियो इस्ट इन्डिया कम्पनीले। त्यसपछि उसले जङ्गबहादुरसँग आउँछ र भन्छ कि हामीलाई तिम्रो सेना देऊ।
त्यसपछि हाम्रो जङ्गबहादुरजी जुङ्गा मुठार्दै जानुहुन्छ र इस्ट इन्डिया कम्पनी या ब्रिटिस कम्पनी ब्रिटिस सेनासँग गएर 7,000 8,000 यहाँको सेना लिएर जानुहुन्छ र त्यति बेलाको ब्रिटिस सेनाभित्रको विद्रोहलाई दमन गर्न सहयोग गर्नुहुन्छ। जङ्गबहादुरले गरेको त्यो सहयोगको बदलामा या पैँचोमा इस्ट इन्डिया कम्पनीले अहिलेको नयाँ मुलुक भनेर भनिएको बाँके बर्दिया कैलाली र कञ्चनपुर दिन्छ र 1865 मा त्यो दिने सम्झौता हुन्छ र यो भूभाग चाहिँ त्यसपछि नेपालको हुन्छ। जे होस्, इतिहासका विभिन्न अवयवहरूलाई हामीले सम्झन जरुरी छ र मधेसी जनताप्रतिको जुन दृष्टिकोण छ पहाडिया खस अहङ्कारी नेपालको सत्ताको, त्यसलाई हामीले ब्रेक गर्नुपर्नेछ। 2 त 3टा कारणले गर्दाखेरि। 1, त्यहाँका जनताले नेपाल छाने। 2, अहिले पनि जति पनि सीमा छ नेपाल र भारतको सीमा, त्यो लगभग धेरै जस्तो सीमा त्यहीँनिर पर्छ र त्यहाँको लडाइँ उनीहरूले नै लडिराखेका छन्। हो, पहाडिया खस शासकहरू जस्तै मधेसबाट शासक बनेका केही शासकहरूले नेपालको राष्ट्रिय स्वाधीनताको लडाइँमा साथ दिएनन् होला। कोशी गर्ने, गण्डकी गर्ने, महाकाली गर्ने, एमसीसी गर्ने पहाडिया खस शासकहरूसँग उनीहरू त्यहाँ मधेसबाट निर्वाचित भएका जो नेताहरू, जो शासक बने या सत्तामा आए, उनीहरूले पनि हातीमालो गरे होलान्। तर मधेसी जनताले नेपालको स्वाधीनता या देशभक्तिपूर्ण लडाइँमा जहिले पनि साथ दिएको छ। यो साथ दिएको लडाइँलाई नै नेपालको राष्ट्रिय एकता कायम गर्नको निम्ति यसले सहयोग गर्छ। तर मुख्य कुरा चाहिँ फेरि त्यो क्षेत्रका जनतालाई नेपाली बन्ने र बन्न पाउने उसको अधिकारलाई हामीले सुनिश्चित गर्नको निम्ति अभियान चाल्नुपर्नेछ। धन्यवाद।